वो के गरेको पछाडि हेर्दैन 9:56 गर्मी कति छ भनेर त सोध्नै हुँदैन बाइक चलाएको बेलामा चाहिँ त्यो आनन्द आउँछ चिसो हावा छिर्छ नि त त्यो भएर तर बाइक रोकेर बस्यो भने आमा यति गर्मी छ यार 10 बज्नलाई अब 3 मिनट बाँकी छ 10 बज्नलाई बल्ल निस्केको यार 8 बजे नै निस्किने कुरा भएको थियो बिहान नै तर यताउता के गर्दा 10 बजिहाल्यो यार सो हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल आफ्टर लङ टाइम मोटो भ्लगिङ आज बल्ल त्यही नै आज त्यस्तो राइडवाला चाहिँ होइन हामी चाहिँ म्याग्दी तकनाम जान लाग्यो गेम खेल्न जान लाग्यो त्यही भएर निस्किन पाएको बेलामा चाहिँ भ्लग बनाइदिउँ न त भन्ने सोचाइले क्या जाम हे भाइ जाम त्यही हो यार निस्किनै पाउँदैन बल्ल आज चाहिँ निस्किन लागिरहेको त्यही भएर भिडियो बनाइदिएको के को जाम हो यार यस्तो फुल बनाउनु लाग्यो रहेछ क्या अब यार सकिन्न नि यार यस्तो गर्मीमा यार जाम भयो भने त पुलिस त कति धेरै यो उस रहेछ क्या के भन्छ अरे अतिक्रमण गरेको ठाउँहरूलाई भत्काउन लाग्यो रहेछ त्यही भएर पुलिसको भिडभाड कति हरन बजाएको आधार साला यार अब न त राइड गर न के गरे अर्थहीन भइरहेछ यहाँ लावारिस केही गरेको छैन यार केही गरेको छैन म त जिन्दगी झन्डवा फिर भी घमण्डवा इस वहाँ लावारिस जिन्दगी त्यही हो बल्ल आज चाहिँ अलि टाढा जान लाग्छ नि त त्यही भएर बाइकमै जान्छु भन्ने सोचाइले चाहिँ म भ्लग बनाउने सोचाइ चाहिँ होइन तर बाटोको कन्डिसन हेर्दा चाहिँ गाडीमा जान सक्ने अवस्था छैन कि त्यो बाटोमा अति डर लाग्छ मलाई पहिला फर्स्ट टाइममा गाडीमा गएको यस्तो औडा थियो यार त्यसपछि फेरि बाइकमा गएँ त्यसपछि गाडीमा तर सकेन मैले त्यही भएर केटाहरूलाई चाहिँ गाडीमा पठाइदिन्छु म चाहिँ बाइकमै जान्छु भनेर अब ठ्याक्क भ्लग पनि बनाउन पाइने भयो मजाले जान्छु तर यो गर्मीले गर्दा चाहिँ रोकाउँछ जस्तो लाग्छ मलाई त टाउको दुखाइसक्यो यार मलाई त यो गर्मीले तर यो टाइममा त गाउँ बस्न यस्तो बेटर हो यार यहाँ यस्तो गर्मी छ तर हाम्रो गाउँमा त डेन्जर जाडो हुन्छ यार यो टाइममा धरि अहिलेको यहाँबाट निस्किने बेलामा चाहिँ बाइकको कन्डिसन बवाल छ अलिकति यो सेल्फमा चाहिँ प्रब्लम भइरहेको तार चाहिँ कहाँ चाहिँ राम्रोसँग ट्रिम भएन त्यही भएर ठिक छ यही अवस्थामा गएर फर्किन पाऊँ होइन बाइकले पनि साथ दियोस् त्यही नै हो डिभाइडर राख्दै रहेछ यहाँ डिभाइडर सही हो राख्नु पर्न जरुरी थियो क्या यहाँ अगाडि आउनु म आउने 760 भनेको 3.50 लिटर ले फुल भयो पहिले थियो नि त म गाउँबाट आउने बेलामा फुल गरेर आएको थियो नि त कुस्माबाट
भनेपछि 2 लिटरले कुसमाबाट यहाँ आइपुगेँ म। होला यार कति 10 रुपियाँ छ लाउनु। यहाँ अगाडितिर त सब ग्रिनरी देखियो क्या। दामी। नमस्ते नमस्ते। कतिखेर आएको? खै त अरू छ त त्यहीँ पछाडि गर्नु। सम्मरे आमामा हात त कस्तो झिन्झिन 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 भयो। ए स्प्रिङ हालेको जस्तो भयो रातमा त। धेरै भाइब्रेसन भयो नि। केटाहरूलाई त लगाइयो। अब बेनी जान्छौँ। बेनी गएर कुरेर बस्छौँ केटाहरू। निस्केको यार ब्याट्री छैन गोप्रोमा गएर कहाँ हो? दगनाम 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 ल गोप्रोमा चार्जै भ्याएँ यार। त्यहाँ बस्ने बेलासम्म हेर्दै हेरेन है मैले, नत्र अन्त चार्ज गरेर छोड्दिनँ भन्थेँ। ब्याट्री नि एउटा मात्र छ भनेको गोप्रोको। सो त्यही नै हो। बाटोतिरको चाहिँ अब बेनी पुग्ने बेलासम्म चाहिँ जति भ्याउँछ त्यति देखाउँछु, नत्र भने अब बेनीबाटै सुरु हुन्छ। बेनीमा गाडीलाई फोन गरेको, गाडी चाहिँ के भन्छ ठ्याक्क 2 बजेतिर हिँड्छु भन्दा थियो। के गरे खै मुला। निस्केको म। यहाँबाट चाहिँ 4 जना गाडीमा आउँछ बेनीसम्म, अनि 2 जना 3 जना 2 जना स्कुटरमा आउँदैछ, म एउटा बाइकमा भयो। अब 1 जनालाई लिएर जान भन्थ्यो, फेरि कसलाई राख्ने कसलाई लिएर जाने। मैले केही खाएकै छैन यार। कुसमामा एउटा जुस खाएँ, चाहिँ पर्वत बेनी, हाम्रो त वारी बेनी भन्छ होला सायद धेरैजनाले। खाइसक्यो पुरै। इन्डियनहरूले, नेपालीहरू त्यत्रो घुम्दैन पर्यो यार। हिँड्दा हिँड्दाबाट
गाडी लिएर बाइक लिएर साइकलमा मादछु क्यों है ये आसमां कुछ आउनु भयो अगाडि यो बाइक देखाउँछु त्यो भन्नाले यसको यो सेल्फको तार चाहिँ कहाँ चाहिँ राम्रोसँग कनेक्ट भएन त्यसलाई चाहिँ कनेक्ट गराउँछु अनि यो भन्नाले राम्रोसँग बनाइदिन्छु अनि यहाँ केटाहरूलाई पुरेर त्यो गाडीलाई चाहिँ भेटाइदिएर बल्ल हेर्छु म नत्र त बछेडाहरू बिचल्लीमा पर्छ फेरि खाती दोस्त पुरा फोनमा बिजी रे ब्रदर यसको के अफ नै हुँदैन त के भएको यो हेर्नु त यो अफ पनि भएन होइन यसको प्रब्लम चाहिँ अस्ति सेल्फमा प्रब्लम छ क्या हान्दैन नि त यसको यो तारको कनेक्सन छ नि यसको कनेक्सन राम्रोसँग हेरिदिनु है यो खोलेर है 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 नमस्ते बेनी आइपुग्यो बाइक बनाउन दिएको कहाँ डेन्जर गर्मी छ यार केटाहरूलाई अब यहीँ पुरेर बस्छु बाइक बन्छ अनि बेनीको गर्मी मरेगा साला खपी दोस्त के अरे यो पुकार गन्नाको जुस गर्मीमा ओए हेर आमा 5 रुपियाँ फालिस डिप्रेसन ल ल चियर्स 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 यो के हो रे अच्छी ल छिरे यार सबै पुग्छ केटाहरू चाहिँ गाडीमा जानु भयो सामान प्याक गर्दाखेरि यिनीहरू चाहिँ गाडीमा जान्छ अर्को एकजना र म चाहिँ म बाइकमा त्यही स्कुटरमा ओभर गर्मी छ ओभर खायो जुस खायो समोसा तरकारी खायो तर पेट चाहिँ भरिएन यहाँ चाहिँ पेट्रोल छ है त भर्दै ग्यालिनमा पछि भर्दै नि हुन्छ त ल हेरौँ है घर नि हो हजुर फोटो भयो हेर्नु है थोरै हालिदिनु 3 बनाउनु ठिक्क हुन्छ ल बाई बाई नाइस यार तर यो हावाले चाहिँ कस्तो बाइक चलाएको बेलामा चाहिँ चिसो हावा आउँछ कि आनन्दवाला तर भगवान् बस्यो भने त अब त झन् अफरोडिङ गर्नु छ यार बिहानै कुस्मातिर खान पर्दो रहेछ खाना यार बेनी आएर खान्छु भनेको यार त्यस्तै भइहाल्यो
गइसक्यो तिनीहरू अनि बाटोमै भेटिदिन्छु अब म तिनीहरू My God, it's a bad overtake. Oh my God. हुँदा ओभरटेक गर्न खोजेर मैले माथितिर पानी परिसकेको छ यार माथितिर ओइ के हो बाटो त मक्खन छ त ओहो हुन्न होला नि यस्तो त होइन होला नि तेरी बाँ अर्को फेरि अगाडि त्यही केटाहरू भएको गाडी हो क्या जानुपर्छ फेरि त्यसलाई बाटो थाहा छैन नि त यो बाटो कुरेर जान्छु बाटो त मक्खन बनाएको छ त यार यता त अस्ति भर्खर हो जस्तो लाग्थ्यो यार अलि माथिसम्म मात्र हो अरे यस्तो बाटो त भनेपछि अब त्यो टाइम लाग्दैन यो बाटो पनि राम्रो हुनलाई पहिला चिम्खोलामा साथीसँग जाने बेलामा नि त्यस्तै गाह्रो भयो थियो रातिमा पुगेको थियो त्यो भ्लगहरू पनि छ यार अझै के भन्छ साथीको बाइक चाहिँ त्यस्तो थियो क्या तानेकै थिएन लास गाह्रो गरेर गर्थ्यो के अरे अब यसको स्कुटरले कस्तो चाहिँ बनाउँछ त 1.5 घन्टा जति लाग्दैन होला दगनाममा कति बजी निस्के त थाहै भएन यार तर बाटो छ नि यार छन्नै छ नि बाटो बिस्तारै हिँड्छु पछाडि हिँड जागा अगाडि यो स्कुटरले धरी यत्रो धुलो उडाएको मादर फादर डेन्जर कुदा खायो त्यसले स्टार्ट त के बन्द गर्ने नमाको समय ए त्यहीकोसँग 4 बजे आइपुग्छु भन्ने हो दाइ 4 बजे पुगिन्छ सोध त 4 बजे पुगिन्छ दाइ
सही हो जे होस् बाटो चाहिँ ओभर राम्रो भइसकेको छ अब त यो त पिच हुने बाटो ग्राभलिङ भइसक्यो अब पिच हुन मात्र बाँकी थ्याङ्क यू ट्याक्सी धरी जाँदो रहेछ त अनि ओए आम्मा ब्रेक हानिदियो पछाडिको टायर त चिप्लिसक्यो दामी दिल से तो हम नहीं जाएंगे के खराब है यस्तो कारबाट डेन्जर आवाज आयो करेन्ट के होला यस्तो सुन्ने हो कि सुन्ने छैन यस्तो आवाज आइरहेको तारबाटै हो यार राइट कहाँ आइपुग्यो त्यो यहाँतिर त होइन त्यो पनि होइन त्यो पनि होइन गाडी त यहाँ आइपुग्यो केटाहरू भएको गाडी खै त त्यो यहाँ आइपुगेछ त्यो डेन्जर आवाज आयो अरे यहाँबाट सर यहाँ छ यहाँ आइपुग्यो त फेरि मरद छ नि फेरि कहाँ गयो त्यो फेरि I'm a rider. रोक्न हेर यो उसको तारको करेन्ट सुन्न तारको करेन्ट सुन्न है बाटो यस्तो छ भन्ने थाहा भएको भए त म गाडीमा आइहाल्थेँ नि तर बाइकमा आएर त रिग्रेट भएन तर केटाहरूसँग रमाइलो हुन्छ नि त सबै सँगै रमाइलो गर्दै गर्दै आउनु हुन्छ नि दामी बाटो चाहिँ दामी बाटो जस्तो सुकै होस् तर कुनाकोले हिँड्न चाहिँ छोड्न हुन्न ओइ यो एउटा चाहिँ सबभन्दा एउटा खतरनाक ठाउँ भनेको चाहिँ यो हो क्या फेरि ओहो यो कुना कुना जानु यही बाटोहरू सम्झेर क्या म गाडीमा त आएको तर त्यस्तो चाहिँ नरहेछ अहिले चाहिँ धेरै राम्रो भयो पहिलाको नत्र त पहिला त
कस्तो अप्ठ्यारो भएको यार। चाहिँ पहिला धेरै अप्ठ्यारो थियो नि, त्यो बाटोहरू चाहिँ मिठो बनाएको छ यार। यस्तो अप्ठ्यारो त्यस्तो गाह्रो भन्ने चाहिँ बाटो यो पालि चाहिँ खासै देखिएन। सही हो जाने। आइपुग्यो। पानी पर्यो यार, नबस्ने होला, जानुपर्छ होला। यहाँ बस्यो भने त पानी डेन्जर ठुलो पानी पर्यो यार। आइपुग्यो अब त धक्नामा यार। के आमा डेन्जर ठुलो पानी पर्यो। ठ्याक्क पुग्ने बेलामा पानीले भेट्दो रहेछ क्या। उताबाट पानी नि पर्दैछ डेन्जर ठुलो। सही Oh my god. वाखेत त के हार बरु भिड छैन नि बरु वाखेतमा। कहाँबाट बोल्नु यताबाट पानी त डेन्जर पर्यो। आफ्टर हेभी रेन ठ्याक्क आउने बेलामै पानी पऱ्यो। ठिकै सफा हुँदैछ ग्राउन्ड। अब गेम खेलाउँछ। ल गाइज, हामी चाहिँ ग्राउन्डमा बल खेलेर सुत्ने ठाउँतिर प्रस्थान हुँदैछौँ। केटा पखी ल यसो भ्लगमा देख्यौ न को आएको हामी अन्तिर। ल हेलो वाह केटा त कति सेरो देखिन्छ त। ओ केटा रोकी दो भाई आगे आगे आते रहो। ओ ठीक है ठीक है ठीक है। चलो 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 गयो पुकार। ठोक्लास ओ पवन जान्छु। रुक 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 रुक। बाटो अलि हिलो हिलो रहेछ यार। ग्राउन्ड पर सुत्ने ठाउँ हेर्थ्यौँ कि गैरी गाउँ भन्ने ठाउँमा आइयो चाहिँ अघि हामी 100 रुपियाँ लिएर कहिले टाढा रहेछ यार। भोलि ग्राउन्डमा जाने त हिँड्दै जाँदा लगभग 15 मिनट त लाग्छ होला नि। होइन यताको बाटो छाडेको नि हजुर आइपुग्यो यही हो। यही आइपुग्यो ल बस्ने ठाउँमा हामी। पाइल किन्न जानुपर्छ रहेछ। ए बाइक ढाक्ने ल गाइज हामी यहाँ सुत्ने ठाउँमा आइपुग्यौँ है। कहाँ हो र यहीँ होला नि। कहाँ हो त आमामा पसिनै पसिना भइहाल्यो। के भन्ने सर एउटा साउन्ड यो केटाको ब्रेकअप भएको धेरै भयो के अरे।
खाना खाने टाइम भयो है खाना अलि टुल्टुल खाने है केटा हो भोलि होइन फेरि बल फायर हान्नुपर्छ नि है दोस्तहरू खाइसकेर नि चेर्नु बस्छ नि केटा हो केटा बाहिर बस्छ र भात खाने है ओइ हाल ठुलो है लाउरी हो कि फेरि यो उता बस लास भोकाएर नि त खाए बिचरालाई नधकाइन ल गाई भात खाँदैन ठुलो भात खाएर बिहान भात चिनेर खायो नि बिहान थालको बिहान लैदैन हौ त्यो त उतिकै कता थाल्दौ खालको बिहान फुच्चिएर खाएको चल थाल्नु म धोइदिन्छु धोइसकि त बिहान चाहिँ जागिरीले छ क्या यसले धोइदिन्छ कहाँ हो चल थाल्नु म धोइदिन्छु चल आउलो हात धौ हात धोइदिएन ओ यसले त फास मात्र त्यहाँ इन्डिया हो भाडा धोइरहेको कि यसले त फास मात्र त्यहाँ मिठोको ठाउँ भएन आइकन यस्तो एक दुई थाल भात खाएर पातिर गएको बिहानको भ्यू चाहिँ खतरा देखिन्छ यो गाउँ चाहिँ जी जस्तो यो चाहिँ जी यता पारीको अनि फेरि यो चाहिँ पाहाबानी अनि यो चाहिँ कोडगाउँ यो चाहिँ हिमाल दामी देखिरहेछ कडा देखिन्छ बिहानको भ्यू चाहिँ बाइक चाहिँ यहाँ राख्दैछु यहाँ छ बाइक कडा देखिन्छ बिहान बिहानमा भ्यू त बाटो ढलानको काम चल्दैछ यहाँ चाहिँ चौचौ खाएर बिहान बिहानमा सब भाले भाले मात्र खान्छ यहाँ दुईवटा यहाँ दुईवटा यहाँ अनि यहाँ अर्को छ काम चाहिँ यताबाट आउँदो रहेछ ओए पैसामा हात नलगाए केटा पैसामा हात नलगा ए अघि दिएको नि साउ हेर्दै ओए हाल हाल
चलेको पैसामा हात नलगा केटा पैसामा हात नलगा ओइ 4 रुपियाँको हाल के हेर यहाँ केटा ल्या क्युआर गरेको कति हालेछ साउ बा यहाँ केटा त आउँदैछ दुईमा भयो त नि खोलिदियो ल दुई होइ त 20 फर्काइदेऊ लौ 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 5 हाले नाको 504 थियो यत्रो टाइमको कता 4 उही आयो हेर यो तला कति हाल्छु नि यो ल ल खै एका आची दुई किन आउँछ र गुलाम ए प्लस हेर्न अर्को खेलौँ क्या डायमन्ड यसलाई परमुन ल यो पोल लाऊ म त खान्न अरे शॉट कलेजलाई इङ्ग्लिसमा के भन्छ र हालापुर हाला यो अधारण धोको खै नगरा ल्याउ त कोतरम हातमा रगते छ छिटे देखा छन् के त्यो हात यता हात ल्याउ न यो के गर्ने र पोल्ने कि के गर्ने र केटा त्यसलाई हजुर दुईटा हो केटा दुईटा हो दुई टुक्रा बनाउने भनेको पोल्ने दुईटा कलपोथी भाले पाइएन हालामुन पर कतिको भाले भाले होगा त पाल्न बन्छ होला कतिको 3 भएन होला 3 2 थियो 2 माइनस 3 यस 500 भाखाइने हो के के भन्छ फेन्टा र मान्छे उत्रु उत्रै ओइ 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 त्यो गिलासमा बल्न गर्ने पर्छ त गिलासमा पर्न नि के त सार्न यसको डे 3 अब चाहिँ हाम्रो गेम छ जानला केटाहरू चाहिँ माथि गइसक्यो सरी फरार खाती दोस्त यहाँ पारी चाहिँ यो वाखेत यता यिनीहरू वाखेत यता चाहिँ पात्ले खेत ए हो अब गेम छ आज हिजोको सेकेन्ड दिनमा चाहिँ गेम भएन यत्तिकै बस्यो दिनभरि अलि एनसी निकाल्न एनसी थोप्ना र सोप्ना प्रियङ्का चोपडा 0.9 जेरी गल्ली यहाँ रहेछ त बसल ह्यान्डलिङ ल सरी दोस्त दोस्त होइन होइन के गाडले दिएको मलाई दारु दोस्त दादा गर्दा दारु दोस्त अब नाम यसको नाम दारु हो सर जुग्री सर कपाल कहाँ छ यस्तो जुग्री सर उत्तुमको माइती गाउँ यता 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 यहाँ उत्तुमको माइती गाउँ झ्याली भान्जा
सही बाई 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 है केटाहरू त बाई बाई केटा बाई 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 दादा कति बज्यो भनेपछि 10 बज्यो ठ्याक्क 10 भयो लौ त समात्दै हामी आउने बेलामा जिको एउटा लाग्छ नि थाहा छ त आफूले थाहा 10 निस्किनु लाग्यो बल्ल हामी चाहिँ केटाहरू चाहिँ अहिले गाडीमा थ्याङ्क यू फर दिस होम त्यही जर हिँड्ने अब बाइक भएको ठाउँमा जान्छौँ बाइक राखेको ठाउँमा अनि बाइक लिएर जान्छौँ गेम बनाए त्यस्तै हो केटा हारियो अझै भार हारियो कसरी हारियो किन हारियो त्यो आफैलाई थाहा होला मेन रिजन ओइ मेन रिजन यस यु आर अलवेज यु आर अन्त भाइ गर्मी छ यार वेदर त बवाल भएको छ त सब ठाउँ हरियो ग्रिनेरी अलि अगाडि आऊ भयो ल निस्क्यो दङनामबाट बाइक बनाऊ अभियान भएको चाहिँ के तेल सक्यो गरेर नसक्यो भने थाहा पाउनुहोस् धक्का हानेको के खैदै यसको चाबी पेट्रोलै छैन अनि हामी पनि निस्किनु केटाहरू चाहिँ कुस्मासम्म यो गाडीमा गयो पोखरा जाने भाइहरू चाहिँ जिपमा गयो यो स्कुटरमा दुईजना चाहिँ कुस्मासम्म अनि त्यसपछि फेरि स्कुटर कुस्मा छोडिदिएर बाइकमा दुईजना पोखरासम्म फिर मिलेंगे रौ न एकचोटि रौ न एकचोटि रौ न रौ न ए रौ न हेर्नु के भने हेर्दा ल बाई बाई ल एक जना गर्दा गर्दै केटाहरू सबै छुट्यो दुईजना गाडीमा गइसक्यो एकजना उता बेनीबाट दुईजना भए बेलामा दुईजना फेरि बेनीबाट गाडीमा यहाँ कुस्मासम्म अनि फेरि रसिद भाइलाई नि यहीँ छोड्यो अनि दुईजना पोखरा बाइकमा खाना खान्छौँ प्याक्सक्यो फेरि फेमस अनि यो होटल फेरि फेमस सिम फेमस एप्स हान्ने अनि चल्दिने भन्ने के
बाई बाई थ्याङ्क यू तपाईँलाई धन्यवाद दाइ ल हस् दाइ दाइको आज दाइले खाना स्पोन्सर पर्वतबाट खेल्न जानु लाग्यो भाइहरू खाना स्पोन्सर भएर ल भयो छोड्दाखेरि दाइले सही हो खाना एकदम मिठो कमाल पाउँछन् लोकल माछा लोकल असल लाग्यो फेरि थ्याङ्क यू दाइलाई पनि धन्यवाद जो छ अब हाम्रो त चिनजान भएको त धेरै भइसक्यो नि त उहाँबाट नजिक नै छौँ नि हामी उहाँ र हामी माया गर्नुहुन्छ उहाँले डेन्जर निन्द लाग्थ्यो कि डेन्जर निन्द लाग्थ्यो कि त्यही भएर बस्थ्यो कि हिँड अगाडि आऊ है सलाम सलाम ठोक अगाडि बाटो बन्द आड्दै 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 ओ के गरेको पछाडि हेर्दैन नि भाइ सरी यार हामीले त्यहाँ ठोक्यो होइन थाहै भएन कि ल ल हस् दाइ थोरै अगाडि गरिदिनु न है डेन्जर स्थिति त म त हेरेछ होला भनेको सोध्दैन गाइज आइपुग्यो घर अब भिडियो चाहिँ यहीँ गरिदिएँ